श्रीकृष्णको चरण कमलको आश्रय ग्रहण गर्यो भने, भित्रै मनदेखि गर्यो भने दुःख दूर भएर जान्छ। उनी श्रीकृष्णको चरण कमलको आश्रय ग्रहण गर्नुपर्छ। तर कसरी गर्नुपर्छ त्यसमा पनि विधि छ। हामी सज्जन प्राय पूजा मात्रै गर्छौँ। पूजा गरेर भगवानको दर्शन गर्न भनेर जान्छौँ, तर अधिक धेरै हामी पूजा गर्न रिसाउँछौँ। पूजा अलग विषय हो, दर्शन अर्को विषय हो। हामी दर्शन गरेर आउँछौँ भन्छौँ, तर हामीलाई धेरै पूजा गर्न मन लाग्छ, अबिरहरू दल्दिन मन लाग्छ, दुध दहीहरू सबै पोखिदिन मन लाग्छ। पूजा गरेर ठिक्क पारेका सुन्दर मूर्तिहरूलाई पनि हामीले पूजा गर्न पाइएन भने हामी गुनासो गर्छौँ। मूर्तिमा अबिर दल्दिन पाइएन भने पूजा गर्न दिएन, मन्दिरभित्र पस्न दिएन भन्छौँ। पूजा घरमा गर्नु कहिलेकाहीँ, दर्शन भगवानको गर्नु पर्दछ। आज भगवान कसरी सजिनु भएको छ, आज भगवान कस्तो श्रृंगार कस्तो देखिएको छ भगवानको भनेर कुनै पनि मन्दिर